मैले चाहिँ आज नुनमा सुपर मलबाट अर्डर गरेको छु माइक्रोफोन र यसको साउन्ड कस्तो छ हामी टेस्ट गर्नेछौँ र मैले अहिले जुन भिडियो सुट गरिरहेको छु यो चाहिँ अल्ट्रा 25बाट हो र यसको साउन्ड कस्तो छ र यो मैले अहिले भर्खरै एकछिनपछि ट्राई गर्नेछु कस्तो आउँछ अनि कमेन्ट गर्नु होला र रिभ्यू गर्नु होला। यसमा देखाएको छ वायरलेस कनेक्सन अनि इको भोइस कन्ट्रोल लाइभ स्ट्रिम इन्टरभ्यू ब्लग भिडियो रेकर्डिङ सबै दिएको छ। अब यसमा हामी ट्राई गर्नेछौँ। एउटा हामीलाई चार्जर दिएको छ, त्यसै गरी यो चाहिँ सायद माइक्रोफोनको लागि होला दिएको छ। यो चाहिँ युपर वाइ यो दुईटा दिएको छ। त्यसै गरी हाम्रो मेन पार्ट यहाँ रहेको छ G7 छ र यहाँनिर देख्न सक्नुहुन्छ एलइडी वाला के कति चार्ज छ भनेर मिल्ने होला सायद चार्जमा हालेपछि मात्रै। र यहाँनिर सी टाइप चार्जर दिएको छ, केही पनि छैन। त्यसै गरी यहाँ गाइडलाइन्सहरू कसरी युज गर्ने भनेर चाहिँ पेपर दिएको छ। त्यसै गरी यसको भित्र अनबक्सिङ गर्नेछौँ कस्तो छ। यहाँनिर चाहिँ एउटा माइक्रोफोन दिएको छ, त्यसै गरी अर्को साइडमा अर्को दिएको छ दुईवटा। यसले चाहिँ हामीले कसैसँग इन्टरभ्यू लिन लाग्यौँ भने पनि सजिलै काम गर्छ। र यो रहेको छ सी टाइप पोर्ट रहेको छ, यसले चाहिँ एन्ड्रोइड फोनहरूमा काम गरेछ। र त्यसै गरी अर्को दिएको छ, यो चाहिँ आइफोनको लागि, यो आइफोनको लागि रहेको छ। बक्समा यति नै हो र हामी फटाफट यसको साउन्ड टेस्ट गर्नेछौँ कस्तो छ, तपाईँहरूले चेक गर्नु होला। ओके साथीहरू, अहिले चाहिँ मेरो फोनमा कनेक्ट भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ दुईटा लाइन देखिरहेको छ र एउटा यहाँ पनि छ, यहाँ कनेक्ट भइरहेको छ र यहाँबाट नजिकैबाट मैले बोलिरहेको छु, यो नजिकै छ र एउटा यहाँ पनि छ। र यसको साउन्ड कस्तो छ तपाईँहरूले चाहिँ मलाई कमेन्ट मार्फत बताउन सक्नुहुनेछ। र यो चाहिँ मैले नुनबाट टेपीबाट मगाएको थिएँ, जहाँ चाहिँ हामीले नेपालतिर भन्छौँ किस्ताबन्दीमा लिन्छ। त्यस्तै गरी मैले ट्राई गर्नको लागि फर्स्ट टाइम चाहिँ यो माइक्रोफोन अर्डर गरेको थिएँ र यसको किस्ता अझै तिर्न पनि बाँकी छ। मसँग पैसा थियो तर मैले चाहिँ ट्राई गर्नको लागि यसबाट गरेको थिएँ र अरू सामान पनि म मगाउँदैछु टेपीबाट। के चाहिँ दिन्छ, हामी यहाँको नेसनालिटी त छैन हामीसँग, हामी बाहिर देशको मान्छे। र कसरी अर्डर गर्ने टेपीबाट जस्तो आइफोनहरू ल्यापटपहरू कसरी अर्डर गर्ने म तपाईँहरूलाई त्यो पनि बताउँछु, अकाउन्ट कसरी खोल्ने त्यो पनि बताउँछु। र यसको साउन्ड कस्तो लाग्यो गाइजहरू कमेन्ट गर्न नभुल्नु होला। धन्यवाद।